सम्माननीय सभामुख महोदय, सर्वप्रथम त प्रश्नोत्तरको लागि सदनमा उपस्थित भएर आइदिनु भएकोमा म प्रधानमन्त्रीज्यू समक्ष सम्मान व्यक्त गर्न चाहन्छु। हाल गत निर्वाचनमा आम नागरिकले अभूतपूर्व जनमत दिएर नागरिकको काम गर्नको लागि हामीलाई पठाउनु भएको छ र म आम नागरिकलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अहिले सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने केही अघिसम्म घुस नखाई केही काम नहुने अवस्था थियो। सरुवा बडुवामा पनि घुस नखाइकन हुँदैन भन्ने एउटा भाष्य निर्माण भएको थियो। त्यो अहिले यहाँको नेतृत्वमा सरकार गठन भइसके पछाडि धेरै चिरिँदै गएको छ। आम नागरिकको यो जनमत देशमा सुशासन र समृद्धिको लागि हो भन्ने कुरामा दुई मत छैन। नो इफ नो बट, सुशासन चाहियो, समृद्धि चाहियो भन्ने छ र सरकारले त्यसै अनुरूप काम पनि गर्दै गएको कुरा आम नागरिकलाई आश्वस्त हुने गरी प्रस्ताइदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा माननीय मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ। हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रेजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद।